जनकपुर धाम स्थित जानकी मेडिकल टिचिङ हस्पिटलले न्यून शुल्कमा उपचार सेवा दिन थालेको छ। गुणस्तरीय स्वास्थ्य सेवा सरल र सहज ढङ्गले आम मानिसहरूलाई उपलब्ध गराउने उद्देश्यले राम जानकी हेल्थ फाउन्डेसन प्रालिद्वारा सञ्चालित जानकी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलले 50 रुपियाँमा विशेषज्ञ चिकित्सकद्वारा ओपीडी सेवा तथा अन्य सेवाहरू उपलब्ध गराउन थालेको अस्पतालका प्रबन्ध निर्देशक श्री स्पष्ट पाण्डेले जानकारी दिनुभयो। हामीले पहिलेदेखि नै 50 रुपियाँमा ओपीडी सेवा सुरु गरेका थियौँ। अहिले पनि हामीले 50 रुपियाँमा हामीले क्वालिटी सेवाहरू जस्तो मेडिसिनमा, गाइनीमा, पीडियामा, अरू विभिन्न नाक कान घाँटीहरूमा पनि हामीले 50 रुपियाँमा क्वालिटी सेवा हामीलाई इम्पोर्टेन्स दिएर हामीले सुरु गरेका छौँ। अनि हाम्रो चाहिँ जानकी मेडिकल कलेजको एउटा राम्रो कुरा भन्दाखेरि चाहिँ हामीले यहाँको समाजलाई, यहाँको जनतालाई निरन्तर रूपले हामीले यो सेवा चाहिँ 50 रुपियाँमा ओपीडी सेवा चाहिँ हामीले सुरु गरेर अगाडि बढाउँदैछौँ। यसमा हाम्रो ओपीडी मात्र होइन, हाम्रो विभिन्न अरू डिपार्टमेन्टहरू जस्तो एक्सरेहरू, हाम्रो ओटीहरू, हाम्रो आइसियू, एनआइसियू, बाँकी बजारमा हाम्रो प्राइभेट हस्पिटलहरू भन्दा हामीले चाहिँ टिचिङको रेट, जुन हाम्रो आइओएम टिचिङको रेट छ, त्यो रेटमा हामीले सर्भिसेसहरू यो सुरु गरेको छौँ। हामीले चाहिँ यो समाजलाई नै एउटा सुविधाको आधारमा यो सेवा चाहिँ हामीले चालु गरे। त्यो 50 रुपियाँ ओपीडी सेवा अन्तर्गत हाम्रो कुनै पनि जस्तो मेडिसिनमा, अर्थोमा, नाक कान घाँटीमा, बच्चाको गाइनेकोलोजीमा हामीले नर्मल एउटा सर्भिस हुन्छ नि, जुन कन्सल्टेन्टले एउटा दिन्छ, त्यो हाम्रो खालि 50 रुपियाँमा मात्र छ। यो तपाईले बजारभरिमा एकचोटि हेर्नु होला, हाम्रो 50 रुपियाँभन्दा कम अथवा यो क्वालिटीको कतै पनि पाउनुहुन्न। सो यो अन्तर्गत हामीले 50 रुपियाँमा हामीले ओपीडी सेवा सुरु गरेका छौँ। अन्य सेवाहरू पनि हाम्रो एकदमै मिनिमल रेटमा छन्। त्यो चाहिँ अब हाम्रो डक्टर्सहरू पनि, कन्सल्टेन्ट्सहरू पनि हाम्रो अल ओभर नेपालमा पढेको दिग्गज डक्टरहरू हामीले लाएका छौँ। अनि त्यस आधारमा हामीले क्वालिटी सेवालाई हामीले मेन फोकस दिएको छौँ। उहाँले गुणस्तरीय सेवा सरल र सहज ढङ्गले सर्वसाधारण मानिसलाई उपलब्ध गराउने उद्देश्यले विभिन्न विषयका विशेषज्ञ चिकित्सकहरूद्वारा 50 रुपियाँमा विशेषज्ञ ओपीडी लगायतका सेवा सुचारू भएको जानकारी दिनुभयो। विभिन्न रोगका बिरामीहरू चिकित्सक परामर्श र उपचारको लागि जनकपुर आउँदा महँगो शुल्क तिर्नुपर्ने र बिरामीहरूले सुविधा र उपचार समेत असहज रूपमा पाइरहेको अवस्थामा सामाजिक जनउत्तरदायित्व बहन गर्दै जानकी मेडिकल कलेजले यस्तो कार्यको सुरु गरेको हो। 24 घण्टा आकस्मिक सेवा, बहिरङ्ग सेवामा सबै किसिमका रोगहरूको जाँच र उपचार, विशेषज्ञ सेवाहरूमा निदानात्मक सेवाहरू, डिजिटल रेडियोलोजी, अल्ट्रासाउन्ड, कलर डेप्थ इन्डोस्कोपी, लोनोस्कोपी, सिटोस्कोपी, अडियोमेट्री, एएनटी, इसिजी, इको कोडियोग्राफी समेतको विधिबाट विभिन्न उपचारको व्यवस्था गरिएको चिकित्सकहरूको कथन रहेको छ। नमस्कार, म यो जानकी मेडिकल कलेज शिक्षण अस्पतालको ब्रह्मपुरी स्थित सिटी हस्पिटलको मेडिकल डाइरेक्टर हुँ र मेरो नाउँ अरुण कुमार गुप्ता हो हैन। म मेडिसिन विभागमा कार्यरत छु र मेरो स्पेशलिटी भनेको तपाईको चेस्ट स्पेशलिस्ट, इट मिन्स भनेको पल्मोनोलोजिस्ट। र हाल हामीले 360 बेडमा सञ्चालनमा रहेको यो सिटी हस्पिटलमा हाम्रो सेवाहरूमा
जस्तै इमर्जेन्सी सेवा 24 घन्टा, इमर्जेन्सीको एउटा टिम छ हैन, जसले 24 घन्टा तपाईँलाई सेवा दिन्छ। एमडी र एमएस गरेको कन्सल्टेन्टहरू हैन, जसलाई हामी स्पेसलिस्ट भन्छौँ, उहाँहरूको टिम छ। आइसियू हाम्रो 10 बेडको छ हैन, जसमा त्यो जो क्रिटिकल केयर हैन भनेर सोचौँ। सघन कर्स इन्टेन्सिभ केयर युनिटमा हाम्रो डाक्टर साहबहरू पनि हुनुहुन्छ, जहाँ जनकपुरमा कहीँ पनि नभएको होइन 3 जना एनेस्थेसियोलोजिस्ट भन्नुभयो एमडिएमएस को ले सेवा दिइरहेको छौँ, जसको इन्चार्ज डाक्टर अमित कर्ण हो होइन। उहाँले सेवा र उहाँको टिमले पुरै 24 घन्टा तपाईँको आइसियू सेवामा उपलब्ध छौँ। साथै सर्जरीको पनि टिम छ, मेडिसिनको पनि टिम छ। मेडिसिनमा म लगायत डाक्टर आर्यन मण्डल, डाक्टर मितु झा समेत उहाँहरूलाई सघाइरहेका छौँ। र अर्को छ हाम्रो पोस्ट अफ सिसियू हैन, एनआइसियूहरूमा पनि सबै आफ्नो आफ्नो टिम बनाएर हैन, टिमले एक अर्कालाई सहयोग गरिकन हामी अगाडि बढिरहेका छौँ। एनआइसियू पनि तपाईँको 10 बेडको छ हैन, जसमा पिआइसियू एनआइसियू मिलाएर समेत छन् र अरू बेडहरूमा हामी क्याबिन, स्पेसल क्याबिन समेत व्यवस्था गरेका छौँ हालमा। र हाल तपाईँको अरू पनि केबिन बन्ने प्रोसेसमा हामी चालिरहेका छौँ। र अर्को सेवाहरूमा सिटी एमआरआई हैन, जसमा 64 स्लाइसको सिटी हामीसँग 2 वटा छ। एमआरआई छ जुन यो जनकपुरभरिमा या प्रदेश नम्बर 2 मा एमआरआई कहीँ पनि छैन हैन। त्यसको भयो कि वीरगञ्ज जानु पर्यो या कि विराटनगर या धरान नै जानुपर्छ एमआरआई गराउन। अरू सिटी स्क्यानको उपलब्ध छन्। र हाम्रो जस्तो रिपोर्ट हामी 1 घन्टादेखि 2 घन्टामा नै रिपोर्ट दिन्छौँ। अरू ठाउँमा 1 दिन 2 दिनमा रिपोर्ट दिने गर्छ। अर्को अल्ट्रासाउन्ड छ हैन, अत्याधुनिक मसिन हामीले भर्खरै ल्याएको हो, त्यो मेसिन पनि युजमा छन् हैन। कन्सल्टेन्ट डक्टरहरू, रेडियोलोजिस्टहरू हैन 4 जना 5 जनाहरू कार्यरत हुनुहुन्छ। अब रातिको समयमा अब जनकपुरभरिमा भन्ने हो भने त कसैले पनि अल्ट्रासाउन्ड गर्ने सुविधा कसैले पनि दिएका छैन। 12 बजे राति, 1 बजे, 2 बजे राति आउनुहोस्, सुत्केरी भएको पेसेन्ट आयो भने हामीले अल्ट्रासाउन्ड, भिडियो एक्सरे हैन गर्ने व्यवस्था हामीले मिलाएका छौँ। अरू सेवाहरू जस्तै तपाईँको सर्जरीमा हाम्रो 2 वटा रेजिडेन्ट भन्नाले एमडिएमएस पढ्ने विद्यार्थीहरू हुन्, जो पछि गएर सर्जन हुन्छन्। 3 वर्ष पढेपछि सर्जन हुन्छ। उहाँहरूको पनि धेरै ठुलो योगदान छ। उहाँहरूको यो पालिको सिटमा सर्जरीमा 2 वटा आयो। अर्को एमडिजिपीमा 2 वटा रेजिडेन्ट आयो हैन, जो उहाँहरू 24 घन्टा सेवा पनि दिइरहेछौँ। स्टुडेन्ट पनि हो, उहाँलाई पढ्ने व्यवस्था पनि हामीले राम्रोसँग गरिरहेका छौँ। टिचरहरू पनि ट्युटर जुन प्रोफेसर हुन्छन्, जस्तै सर्जरीको प्रोफेसर डाक्टर राकेश मण्डी सर हुनुहुन्छ हैन, उहाँले पुरा गाइड गरिराख्नु भएको छ। सर्जरीमा इमर्जेन्सी मेडिसिनमा तपाईँको डाक्टर मितु झा हुनुहुन्छ र उहाँ डाक्टर पवन कुमार ठाकुर जुन हाम्रो प्रिन्सिपल पनि हुनुहुन्छ सर, उहाँको अधीनमा रहेर कार्यरत छन्। र एमडिजिपी रेजिडेन्ट 2 जना पनि उहाँको अन्डरमा काम गर्नुहुन्छ। र 3 वर्षपछि उहाँहरू एमडिजिपी एउटा सफल एउटा विशेषज्ञ चिकित्सक भएर हाम्रो कलेजबाट निस्कनेछ। पहिला सिटी एमआरआई थिएन हाम्रोमा हैन, सिटी एमआरआई हामीले एड गर्यो र पहिलाकोमा अलि धेरै सुविधाहरू फरक भएछ। जस्तो आइसियूको छ, पोस्ट अफको छ, सिसियूहरूको छ हैन। त्यसमा म्यान पावरहरू एड गर्यो। जस्तो पहिला आइसियूमा कुरा गर्दाखेरि 2 जना डाक्टर साहब हुनुहुन्थ्यो, अहिले 3 जना भइसकेका छन् एमडी एनेस्थेसियोलोजिस्ट। सेवाहरू जति हो त्यति हामीले म्यान पावर पनि थप्दै गइरहेछौँ। जस्तो गरिब जनता या बिरामी भएर आयो भने हामीले के प्रावधान राखेको छ, एउटा सिफारिस चाहियो, वडा सिफारिस कि वास्तवमा यो पेसेन्ट सहीमा गरिब हो भने त्यसलाई हामी हेरेर आवश्यक अनुसार हेरेर 100% पनि छुट दिने व्यवस्था गरेछौँ। त्यो हरेक टेस्टमा
टेस्टमा पनि अपरेसनको अरू पनि अपरेसनमा पनि। र यो सेवाहरूमा अझ थप भन्दा जस्तै ल्याब इन्भेस्टिगेसन्स, अहिले ल्याब इन्भेस्टिगेसन हामीमा सबै किसिमको टेस्टहरू हुन्छन्, जुन टेस्ट जनकपुरको मार्केटभन्दा धेरै कम छ। र यो रेट हामीले आइएमको प्रोटोकल इन्स्टिच्युट अफ मेडिसिनमा जुन रेट छ त्यही रेट हामीले यहाँ राखेका छौँ। जसकारण तपाईँ ओपिडी समयमा आउनुभयो भने 10 बजे तपाईँले डक्टरलाई देखाउनु भयो भने तपाईँको 1 बजे 2 बजेसम्म रिपोर्ट आइहाल्छ। भन्नुको धेरै पेसेन्टलाई वेट गर्नु पर्दैन। हामीले यसमा तपाईँको जस्तो कोही पेसेन्ट पार्टी नै हुन्छ, जस्तो कसैको पर्सनल रिलेसन पनि हुन्छ, कुनै ल्याबवाला पनि हुन्छन्। म सर त्यही गराउँछु, मलाई सस्तो अलि पैसा हुन्छ भने मैले ओके तपाईँ गराएर ल्याउनुहोस्। किनभने उहाँलाई मैले यहीँ गराउनुहोस् भन्दाखेरि एउटा के सोच्नुहुन्छ उहाँले, यहाँ किन सरले गराउनु भन्नुभयो, म त्यही गराउँछु, त्यो पनि त ल्याब नै हो। त्यसकारण उहाँले त्यहाँबाट गराएर ल्यायो भने हामी त्यसको आधारमा पनि हामी मेडिकेसन गर्छौँ, त्यसमा हामीलाई कुनै आपत्ति छैन। होइन, कहिलेकाहीँ के हुन्छ भने हाम्रो यो ल्याबको पनि हेर्दाखेरि हामीले 2-3 ठाउँमा जस्तो जनकपुरमा हेर्दाखेरि राम्रो ल्याब भन्छन् होइन, त्यहाँबाट पनि हामी टेस्ट गराएर ल्याउँछौँ। जस्तो कुनै बेला जस्तो फर इक्जाम्पल सोडियम पोटासियमको कुरो आउँछ, जस्तो सोडियम लेभल हामीले हाम्रो ल्याबमा फर इक्जाम्पल 130 आयो, त हामीलाई कुनै बेला शङ्का लाग्छ। 2-3पल्ट गऱ्यो भने 130, 132, 33 आयो भने हामीले शङ्का लाग्यो, बरु अर्को ल्याबमा पनि गर्छ। जस्तो अर्को ल्याब भन्दाखेरि हामीले प्रदेशिक अस्पताललाई पठाउँछौँ, त्यहाँको रिपोर्ट आयो भने हामीले पनि उनीहरूको पनि अलमोस्ट 130, 31 भयो भने हामी सम्झन्छौँ कि यो रिपोर्ट ठिक हो। हामी प्रादेशिकसँग र प्राइभेट ल्याबमा जस्तो अब यहाँ रेनबेक्सीको खोलेको छ होइन, डाक्टर साहब नै हो एकजना होइन, उहाँको खोल्नु छ, उहाँलाई हामीले फोन गरेर पनि हुन्छ, डाक्टर साहब तपाईँलाई आएको त एकचोटि हेरिदिनु राम्रोसँग भनेपछि उहाँले गरिदिनु छ। अलमोस्ट हाम्रो मिल्छ, त्यसमा केही त्यो व्यथता छैन। त कुनै कुरा हामीलाई अझ शङ्का लाग्यो भने हामी ल्याबबाट काठमाडौँ पठाइदिन्छौँ, त्यहाँ पनि रिपोर्ट अलमोस्ट त्यस्तै हुन्छ। अहिले कतिजना हामीसँग बिरामीहरू दैनिक आउँछ? अहिले ओपिडीमा हेर्ने भने हाराहारी तपाईँको 150 देखि 200 ओपिडी छ हाम्रो। प्रत्येक दिन हेर्छौँ। त्यसपछि ओपिडी त्यो भयो त तपाईँको सर्जरिकल केस तपाईँको 4वटा, 5वटा, 6वटा, कहिले 3वटा पनि हुनुहुन्छ, कहिले 8वटा पनि अपरेसनहरू भइरहेको छ, मेजर माइनर दुइटै गरेर। जस्तै ल्याप्रोस्कोपी मेसिन पहिला अलिक प्रब्लम हुन्थ्यो, अहिले ल्याप्रोस्कोपी मेसिन भएले धेरै सुविधा आउँछ। ल्याप्रोस्कोपी मेसिन भनेको नन अपरेटिभ क्या, जस्तो भन्छन् ओपन सर्जरी भन्छौँ, त्यो ओपन सर्जरी नभएर पाल पारेर दूरबीनबाट हेरेर गर्ने अपरेसन हो। जनकपुरमा सेवा छ कि छैन? अन्यत्र पनि छ, त्यो सेवा छ अन्यत्र पनि छ। हाम्रोमा अलि मेसिनको त्यो भएर केही दिन रोकिएको थियो, तर लगभग अहिले सञ्चालनमा सबै छन्। नेपाल सरकारको स्वास्थ्य नीतिको अधीनमा रही विपन्न तथा असहायका लागि निशुल्क स्वास्थ्य उपचार गराउनुको साथै आर्थिक अवस्था कमजोर भएकाहरूलाई न्यूनतम शुल्कमा स्वास्थ्य सेवा उपलब्ध गराइने समेत अस्पतालले जनाएको छ।